हेलो गाइस, गुड मर्निङ। यो झोलाग्याङ म्याच भन्दै अब हामी ड्युटीतिर लाग्ने अवस्था छ। अब नै ड्युटी चाहिँ आज गाउँमा जानुपर्ने छ। यसरी गाडी चाहिँ मैले राखेको थिएँ राति। अब हामी कम्पनी हो, कम्पनी चाहिँ अलिक टाढा टाढा चाहिँ छ। गाडीमा ल आयो रिश्तेदारमा भगवान। पहिला ल गाइस के छ आरामै हुन्छ होला होइन। राम्रो होस्। अब ड्युटी जानु लाग्यो उता गाउँतिर के कस्तो हुन्छ बाटोतिर देखाउँछु होइन। हामी बाटो जानुपर्छ, गाउँ पुग्नु पनि एकदम एयरपोर्टको बाटो। कति लाइनको रोड छ त यो? लाइन त 1 लाइन 2 लाइन 3 लाइन 4 लाइन 5 लाइन 6 लाइन 7 लाइनको बाटो। दिस इज अ 7 लाइन। के गर्ने हाम्रो भगवान कसम यो कत्रो छ भने हाम्रो नेपालको त्यो प्लेन आउने रनवे छ नि, हो त्यत्रै छ कि। म अहिले तेस्रो लाइनमा छु। 1 लाइन 2 लाइन 3 लाइन 4 लाइन 5 लाइन 6 लाइन 7 लाइनको बाटो। उता 7 उता 7 यता 7 उता 7 कति भयो हिसाब गरेर? घरहरू बन्यो भने यसरी भन्नु एउटै डिजाइन वर्ल्ड कपको टाइममा बनाएको घरहरू हो यो सबै। अहिले मान्छेले मजाले बसेछ। यो आउँदै गरेको ब्रिज चाइना ब्रिज भन्छ। यो ब्रिजमा पनि हामीले 2016-17तिर काम चाहिँ गरेको हो बनाउने क्रममा। एकदमै यहाँ तल्ला तल्ला कता कता हो कता चाइनाले बनाएकै हो। बनाउनको लागि चाइनालाई सक्दैन। मान्छे हेर्दाखेरि सानो 4-4.5 फुटका हुन्छन्। स्पिड भनेपछि त फेरि रकेट रकेट चलाएर कस्तो कता हो यताबाट नि यता छिराएको छ उता कति ठुला ठुला पिल्लर हालेर यस्तो प्रगति भइसक्यो क्या विदेश। त्यो पनि खाडी मुलुक, मिडल इस्ट कन्ट्री। कसलाई के भन्ने हो? ल अब म सिधै खाली गर्ने ठाउँमा पुगेछु। तपाईँलाई देखाउने छु गाउँ कसरी खाली गर्ने, गाउँ कस्तो हुन्छ, कति छ के छ भनेर होइन। यहाँ फेरि गाडीलाई बोकेर ल्याइन्छ। यस्तो छन् पारा। देख्न सक्नुहुन्छ है गाइस कति राम्रो ठाउँ छ। यस्तो दामी पार्कहरू चट्ट बन्दैछ। यति राम्रो राम्रो लाइटहरू पनि हालेर
कस्तो भइसके पन्जाब देशहरू जङ्गलै जङ्गल झन्डा छ यतातिर यो बाटो हिँड्न मिल्दैन म हिँडिदिन्छु बेला बेला पुलिसले भेट्यो भने चाहिँ दिन्छु फेरि तानाक पुरोमा आइदियो है यता यो चाहिँ अब एयरपोर्ट रोड पक्रिसकेँ मैले यो अगाडिको राखेको यो ठुलो ठुलो पोलहरू सबै बल्छ राति छलल बल्छ यिनीहरू सबै बल्छ यति राम्रो देखिन्छ यहाँनिर पिङ्क कलरमा बल्छ चिलाएर यतातिर यहाँ स्टुडियम छ यता प्लेन पनि उडिरहेको रहेछ मेरो क्यामेरा अलिक कमजोरी छ यतातिर स्टुडियो तर साह्रै राम्रो छ साह्रै राम्रो डिजल हाल्न जानु भने थियो कता जाने होला बोकेर आएको गाउँ जान लाग्यो अब यी सफा छ क्या बाटोहरू पनि
मान्छेहरू पनि धेरै सभ्य छन् क्या, फोहोरहरू पनि टक्क ठाउँमा राख्छन्। हाम्रो त जता खायो पनि त्यतै फुत्त फालिदिन्छन्। यहाँ त च्याप समातेर फाइन। एयरपोर्ट जाने बाटो हो यो। सबैले यसलाई एयरपोर्ट रोडै भन्ने गर्छन्। यो पहिला बाल्लो मरुभूमि हो। ढुङ्गा ओछ्याएर साइडमा माटो ल्याएर हालेर रुख रोपेर हेर त कस्तो बनाएको छ। यस्तो हुनुपर्छ कि जिन्दगीमा, के गर्नु छैन। हेर न कति मजाले रुखहरू रोपेरै एकदमै हेर्न लायकै बनाएको छ। सरकारले हरेक कुरामा लगानी गरेको छ। अझ मैले ठुलो सिटी त छोडेर आइसकेँ पछाडि। मिस्टर डेभी लामा नेपाली नै रहेछ क्या, मक्सुकै छोपेर गरेर। Moria. मिठो लागेन खाँदैन खाँदैन त यस्तो भिडियो बनाऊँ भनेको त
त्यहाँ परेको छोपेको थियो एउटा यहाँ थका लाग्यो अरे सुत्ने अरे भनेर यहाँ सुता थिएँ के भइरहेको सुतिरह ओहो ए निद्रा पुग्यो उड्नुहोस् कति सुतेको अब जाने हो अब घर म तिमीलाई छोडिदिन्छु अब तिमी जाऊ तिम्रो घर जाऊ है तिमी तिम्रो फ्रेन्डसँग जाऊ तिमी मसँग आयो धेरै बेर सुत्यौ 1 घन्टै सुत्यौ फ्रेस भयो होला अब वेट तिमीलाई अब झ्याम्मै पर्यो पानीमा अब तिमी जाने हो उता साथी भातिर भएको मेरो मित्रमा एउटा उता बनाउनु पर्यो एक निन्द्रा सुत्यो अनि गयो साथी त आइएम गोइङ भनेर गयो म पनि भित्र गोइङ अब लास्टै गर्मी छ ए कति छ गाउँ खान आएको गाउँ पुग्न पनि लाग्यो यतातिर अब जाने चाहिँ यो साइडमा म चाहिँ अब यता आइसकेँ लगभग नजिकै आइसकेँ अबतिर ए खाली गरे होइन के हो यार जग्गै छ त क्या हुँदा पनि जीवन पनि अगाडिको चाहिँ तपाईँले देखिरहनु भएको नि जति पनि कतारमा भएका कबाडी गाडीहरू पुराना खतरा मत्रा यताउता भाँडा भोग्नु सबै यहाँ ल्याउने हो च्याट अनि यहाँ ल्याएर पिस बनाएर यसलाई फेरि आगोमा हालेर पगालेर फेरि फलाम बनाएर के बनाएर लास्टमा ल्याउँदैछ एउटा ठ्याक्कै भन्दा पारा त्यसरी बोरामा चट्ट हाल्ने लाने यहाँ ल्याउने थुपार्ने घाममा सुकाउने यता गर्ने उता गर्ने बोरामा हाल्ने अनि ठाउँमा बेच्ने हो यो गाउँहरू यस्तो काम हुन्छ यो ठाउँमा सुकाउने हो गाउँहरू जति पनि यसको रोटी पनि बन्छ पिठो पनि बन्छ सबै बन्छ तर गाडी खाली नभएर यार लाइन रहेछ ए आमा हो लाइन पनि त लाइनै रहेछ नि त भगवान कसम ल हेर्नुहोस् त सकिएन अब आजको दिन बर्बाद भएन खागन नखाइकन आयो भोगले मरियो नि अब बर्बाद भएर सबै आइराखेको छ नाइटका ड्युटी गर्नेहरूले हामी चाहिँ डेमा परेका थियौँ यतातिर लाइन यस्तो छ है अब यो कहिले हुने कति बेला हुने के हुने अब यसकै पछाडि गएर बस्नुपर्छ म पनि गाह्रो छ सबैजना साथीभाइहरू यता आएर बसेको रहेछन् अब बस्नै पर्यो आफू पनि पहिला यतापट्टिको बत्ती बाल्नु पर्यो पिलिक्क भनेर आइसक्यो एउटा फेरि बत्तीएर फेरि यसलाई दिनु पर्यो साइडतिर घुमाउनु पर्यो यसरी यताबाट अब कच्ची घुमाइदिन्छु अब के गर्ने त हाम्रो गाडीहरू त्यहाँबाट मिलाएर घुमाउनु पर्ने हुन्छ
चारैबाट टर्निङ लिनुपर्ने हुन्छ नत्र फेरि जाम पुतली जाम हुन्छ फेरि अब यहाँ ठ्याक्क लाइनमा बस्नु पर्ने हुन्छ गाइस विधि छ यो सबै कटेर जानुपर्छ म पनि यही हो यसो पार्नेछु यतातिर हो सक्नुहुन्छ यो सबै गाउँ है यो गाउँ टक्कै हेर बल्ल 2-4 मुरी गाउँ आयो भने आमै कतिहरू आयो भने चाहिँ यहाँ किनेर ल्याएर यसो ढुङ्गुर पहाड बनाएर थुपाएर राखेको छ उठाउँदैछ एउटा साथीले यसरी खाली हुन्छ मिसिनमा यो यसरी ल हुन्छ गाइस अब एकदम धेरै लाइन रहेछ यो भिडियोलाई चाहिँ यहीँ अन्त्य गरौँ हजुरहरू पनि आफ्नो ख्याल गर्नु होला स्वस्थ रहनु होला हाँसिरहनु होला खुसी राख्नु होला यति भन्दै आजको ब्लगलाई यहीँ टुङ्गाउन चाहन्छु हस्त नमस्ते गुड नाइट बाई बाई